नमस्कार। मैले यो किम्बुको हाँगा काटेको धेरै अग्लो भएपछि माथिको टिप्न गाह्रो हुन्छ, त्यही भएर यो हाँगा काटेर यो हाँगा पनि काम लाग्ने, थाँक्रा हाल्ने, बोडीलाई थाँक्रा, इस्कुसलाई थाँक्रा होइन, अनि त्यो पनि माथि टिप्न सहिलो हुनेपछि तल तल फल्छ भनेर हाँगा काटेर यहाँ थाँक्रा बोडीलाई थाँक्रा हाल्दैछु। बोडी यहाँ अल्झिएर अनि यहाँ जान्छ। डार्लिङ बेसार रोप पऱ्यो, आउ त बेसार रोप्ने। अब अलिकति मैले रोपिसकेँ, त्यही पनि अब बाँकी तिमीले पनि रोप्नु पऱ्यो भनेर हो है। लसमा त बेसार हामी रोप्दैछौँ आज। बेसार एकदम हेल्थको लागि धेरै राम्रो हो फेरि होइन। ज्वरो आएछ भने काँचो बेसार अलिकति खायो भने त ज्वरो पनि घट्छ भन्छन् होइन। क्यान्सरमा एकदम एकदम राम्रो औषधि फेरि बेसार अर्ग्यानिक हुनु पर्यो। हामी प्यारीले बेसार रोप्दैछौँ। यसपालि बेसार चाहिँ सबै सानो सानो रहेछ कि। कसरी सानो भयो त? यो काटेर रोपेको यसपालि कुहिएछ जस्तो लाग्यो। उयो हो र खोइ एकदम पहाडको ठाउँ छ हाम्रो घर चाहिँ, पुरै हुन्छ। हुन्छ सानो कुरा नै आइहाल्छ नि, यति जमिनमा परेपछि त अनि अलि बाक्लो भयो। अलि बाक्लो भयो यति हो यहाँ गरे के हुँदैन भन्ने कुरा यहाँबाट पनि सिद्ध हुन्छ। आफूलाई चाहिने कुरा लगभग आफै गर्नुपर्छ, कर्मठ बन्नुपर्छ। अब यो हाम्रो बेस्ट फरी फ्राइन हो। लुसी चाहिँ हाम्रो बेस्ट फरी फ्राइन हो कि, त्यो हामी जहाँ गए नि आउँछ त्यो, सँगै हुन्छ जहिले पनि सँगै हिँड्छ। ल रोपौँ रोपौँ। अब यी बेसार रोप्नु सक्यो है हाम्रो यहाँ। अब यहाँ यसलाई अब छोप्नुपर्छ कि छापो राख्ने हुन्छ। छापो राखेपछि के हुन्छ भने त्यो छापपछि कुहिएर त्यही मल हुन्छ कि, अर्ग्यानिक मल है। त्यसरी राख्नु छापै बिरुवा चाहिन्छ भने चाहिन्छ हो कि, हरेक कामलाई काम लाग्छ त्यो बिरुवा। काठ चाहिँ जलाउनलाई काम लाग्यो, पकाउने काम लाग्यो, पत्कर यहाँ छापो हाल्न काम लाग्यो, त्यही काम अर्ग्यानिक। हजुरले गाड्नु भएको ढलेछ ढलेछ अलिक गतिलो गर्नु भएन है क्या हो। त्यसलाई त तलपट्टि चुच्चो बनाउनु पर्छ कि। यो बाक्लो भएन? ए जति बाक्लो पनि हुन्छ, उम्रिन्छ मजाले आउँछ। त्यो सिद्ध हुन्छ नि त्यसको टुसा, रुसी सक्यो आइहाल्छ।